आज चाहिँ म तपाईँहरूलाई लड्डु कसरी बनाउँछ बेसनको भनेर भन्दैछु है साथीहरू। यसमा चाहिँ तपाईँले घिउ हाल्नुहोस्, अन्त बेसन हालेर यसरी भुट्दै जानुहोस्। भुट्यो जबसम्म रातो हुँदैन तबसम्म भुट्नुपर्ने हुन्छ। धेरै मेहनत क्या यसलाई भुट्नु चाहिँ, पुरा मेहनत लाग्दो रहेछ, हात दुखेर हुन्छ। तर दामी पनि त हुन्छ, मिठो नि हुन्छ होइन। यसलाई तपाईँहरूले राखीमा भयो आफ्नो भाइहरूलाई आफ्नो हातले बनाएर खुवाउनु सक्नुहुन्छ। यतिको रातो भइन्जेलसम्म चाहिँ भुट्नु पर्ने हुन्छ। एकैचोटि घिउ नहाल्नुहोस्, जब भुट्दै जाँदा घिउ हाल्नुहोस्। भुट्यो घिउ हाल्यो, भुट्यो घिउ हाल्यो, त्यस्तो गर्नुपर्छ। यतिको भएपछि चाहिँ तपाईँले निकालेर यसमा पिसेको चिनी, पिसेको इलाइची भुटेर पिसेको, अन्त सौँफ पिसेको यति हालेर चाहिँ तपाईँहरूले मजाले यसलाई मुस्नुहोस्। मजाले मुसेर सबै यो मिल्नुपर्छ। मजाले मुसेपछि यसको खुस्बु फेरि यति मिठो हुन्छ नि साथीहरू, खुस्बुले खाम लाग्छ। अन्त यसरी मजाले तपाईँहरूले मुसेर चाहिँ अन्त लड्डु बनाउँदा नि हुन्छ। त्यस्तो टाइम पनि लाग्दैन, तर त्यही हो भुट्दा चाहिँ अलिक टाइम लाग्छ। अन्त यसरी तपाईँहरूले लड्डु बनिएन भने चाहिँ घिउ हाल्नुहोस्। अलिकति घिउ हालेर चाहिँ यत्तिको बनिन्छ है लड्डु। ल हेर्नुहोस् कति मिठो, दामी हुँदो रहेछ। यतिको भएपछि तपाईँहरूले यसमा डिजाइन हाल्नुहोस्। काजु चाहिँ हाल्दा नि हुन्छ, काजु बदाम है, किसमिस चाहिँ हाल्दा नि भइगयो नि, डिजाइन त हो। अन्त लड्डु बनेर रेडी। तपाईँहरूलाई यसलाई चाहिँ फ्रिजमा राखेर खाँदा नि हुन्छ। 1 हप्ता जस्तो ट्राई गर्नुहोस् है हजुरहरूले पनि।